माई नेम इज निपेश कुमार पण्डित। म आजबाट तपाईहरुलाई म्याथको सम च्याप्टरहरु पढाउनेवाला छु र फर्स्टमा मैले पढाउने भनेको हजुरहरुलाई अल्जेब्राबाट। अल्जेब्रा किन इम्पोर्टेन्ट छ भनेपछि अल्जेब्रा गर्न थाल्नु भयो भने चाहिँ अल्जेब्राले स्पिड बढाउँछ, क्याल्कुलेसन स्पिडहरु बढाउने गर्छ है। त्यही भएर अल्जेब्राबाट स्योर एन्ड सर्ट दुईटा क्वेशन पनि एकदम सजिलो आउँछ र यसले स्पिड पनि बढाउने कारणले गर्दा मैले तपाईहरुलाई अल्जेब्राबाट सुरु गर्न गइरहेको छु है। त्यही भएर फर्स्ट क्वेशन हेरौं। अब क्वेशन बोर्डमा छ, क्वेशन देखिराख्नुहोस् है त। अब यसमा हामीले के गर्न सक्छौं भनेपछि हामीले हेर्न सक्छौं a क्यूब प्लस 1 छ माथि भनेपछि मैले 1 मा नि क्यूब राख्न सके। जस्तै कि a क्यूब प्लस 1 मा क्यूब राख्नु भनेको के भयो त a क्यूब प्लस b क्यूब को फर्मुला मैले युज गर्न सक्छु है। भनेपछि तल र माथि काटिने हुन्छ। अब त्यो फर्मुला थाहा पाइसकेपछि मजाले आउँछ। किन भनेपछि हेर्नुस् है त, a क्यूब प्लस b क्यूब को के हुन्छ त फर्मुला भनेपछि a प्लस b a स्क्वायर माइनस ab प्लस b स्क्वायर हुन्छ। यो त सबैलाई थाहा छ है। भनेपछि यो पछाडीको टर्म हेर्नु त a स्क्वायर माइनस ab प्लस b स्क्वायर। त्यस्तै यहाँ पनि तल के छ a स्क्वायर माइनस a प्लस 1 छ भनेपछि तल र माथि काटिने हुन्छ। त्यही भएर हामीले के लाउने त क्युबिङ लाउने है। अब तल जस्ताको त्यस्तै लेख्नुस् ल। अब यहाँ पनि यता पनि के गर्न सक्छौं त क्यूब को लाउने a क्यूब माइनस 1 क्यूब भयो र तल के गर्ने त जस्ताको त्यस्तै लेख्ने a स्क्वायर प्लस a प्लस 1। यति क्लियर छ है। ल अब हामीले के गर्ने त क्यूब को फर्मुला लाउने भनेपछि a क्यूब प्लस b क्यूब भनेको a प्लस b। अब यहाँ b को ठाउँमा के छ 1 छ। त्यही भएर a प्लस b a स्क्वायर माइनस ab प्लस के छ b स्क्वायर। यो त फर्मुला लाको केही पनि हैन। तल जस्ताको त्यस्तै लेखिदिनुस् a स्क्वायर माइनस a प्लस के लेख्ने 1 लेख्ने है। त्यस्तै यता के लाउन सकिन्छ a क्यूब माइनस b क्यूब। त्यस्तै a क्यूब माइनस b क्यूब को के छ हाम्रो फर्मुला a क्यूब माइनस b क्यूब को फर्मुला। हेर्नुस् है त ल a माइनस b यहाँ के हुन्छ त a स्क्वायर प्लस ab प्लस b स्क्वायर। सजिलो छ। a क्यूब प्लस b क्यूब मा के छ यहाँ अगाडि प्लस छ पछाडि माइनस छ। त्यस्तै माइनस b क्यूब मा a क्यूब माइनस b क्यूब मा अगाडि माइनस छ पछाडि के भइराछ त प्लस भइराछ। एकदम सजिलो है सम्झिन। त्यही भएर यसमा फर्मुला लाऊ a क्यूब माइनस b क्यूब मा a माइनस b। किन माइनस b को ठाउँमा 1 आको किनभने 1 के छ त b को ठाउँमा छ है। त्यसपछि a स्क्वायर प्लस ab प्लस के आयो त b स्क्वायर। क्लियर छ यति। ल तल जस्ताको त्यस्तै लेख्नुस् a स्क्वायर प्लस a प्लस 1। अब के गर्ने त a प्लस 1 लेखौं। a स्क्वायर a इन्टु 1 भनेको के हो त a नै हो। 1 सित जे मल्टिप्लाई भयो त्यही भयो प्लस 1 स्क्वायर भनेको नि 1 नै त हो नि। ल तल के आयो हेर्नुस् त a स्क्वायर माइनस a प्लस 1। ओहो अब त सेम सेम भयो नि त, काट्न मिल्यो नि त है। त्यही भएर क्यूब को फर्मुला लाग्यो। त्यस्तै यहाँ पनि हेर्नुस् a माइनस 1 र a स्क्वायर प्लस a इन्टु 1 a प्लस 1 स्क्वायर भनेको 1 भयो है। अब तल के छ त a स्क्वायर प्लस a प्लस 1। अब काटिन्छ यो माथिको टर्म्स र तलको टर्म र काट्नु अगाडि हामीले के राख्छौं ब्र्याकेट राख्छौं बल्ल काट्ने है यसरी। ल त्यस्तै यहाँ पनि ब्र्याकेट राखौं र यसलाई के गर्ने काटौं। यहाँ के बच्यो त a प्लस 1 बच्यो। त्यस्तै यता के बच्यो त प्लस a माइनस 1 बच्यो। ल अब मैले ब्र्याकेट खोले के गरे त a प्लस 1 प्लस a माइनस 1 भयो। प्लस 1 र माइनस 1 के भयो त क्यान्सल आउट भयो भनेको 0 भयो। भनेपछि a प्लस a बाँकी रह्यो भनेको कति बाँकी रह्यो त 2a बाँकी रह्यो। यो भनेको हाम्रो आन्सर भयो। बुझ्नु भयो फर्स्ट क्वेशन। ल सेकेन्ड क्वेशनमा जाऊ। ल सेकेन्ड क्वेशन पनि एकदम सजिलो छ है। अब चाहिँ यहाँ त क्यूब सिब को फर्मुला त लाउन मिल्दैन। त्यही भएर हामीले के गर्ने त एलसीएम लिने है। तल एलसीएम लिँदा के छ 4 र 4 त दुवैमा छ भनेपछि 4 त एकैचोटी एलसीएम मा आयो है। र अर्को के छ 1 माइनस रुट एक्स छ, अर्को के छ 1 प्लस रुट एक्स छ हो। अब 1 माइनस रुट एक्स यता जान्छ 1 प्लस रुट एक्स यता जाने भयो 1 माइनस रुट एक्स यता जाने भयो भनेको यता के आयो त 1 प्लस रुट एक्स आयो है। त्यस्तै यता के जाने हो त
1 माइनस के जाने भयो रुट एक्स भयो। एलसीएमहरु त हजुरहरुलाई थाहा होला है। त्यस्तै यहाँ जस्ताको त्यस्तै लेख्ने यो टर्मलाई 2 रुट एक्स अपन के भयो त 4 1 माइनस एक्स। बुझ्नुभयो? केही गरे हैन। 4 त दुईटैमा सेम छ, यो र यो सेम छ र यो दुईटा एलसीएम लिएको है। एलसीएम लिँदा यो के भयो त यो टर्म यता गएको र यो टर्म कता गएको यता गएको। बुझ्नुभयो? ल त्यस्तै अब ब्र्याकेट खोलौं। माथि के भयो त 1 प्लस रुट एक्स। अब माइनसले ब्र्याकेट खोल्दा ध्यान दिनुपर्छ। माइनस इन्टु प्लस के भयो त माइनस 1। त्यस्तै माइनस इन्टु माइनस के भयो त प्लस रुट एक्स भयो। अब तल हेर्नुस् है त, तल के को फर्ममा छ? 4 त सधैँ छ, 4 लेख्नुस् यहाँ है। र अब यहाँ के छ 1 माइनस रुट एक्स 1 प्लस रुट एक्स। यसो सोच्नुस् त के को फर्मुला लाग्यो होला त भनेपछि a प्लस b र a माइनस b भनेको के को फर्मुला हो त? a स्क्वायर माइनस b स्क्वायर। भनेपछि हामीले अब यो फर्मुला लाउन पायौं है। भनेपछि यहाँ पनि के छ a माइनस b, a प्लस b एउटै कुरो, a स्क्वायर माइनस b स्क्वायर भनेको के भयो त 1 स्क्वायर माइनस के भयो त रुट एक्स को होल स्क्वायर भनेको a स्क्वायर माइनस b स्क्वायर फर्मुला लाए र यताको टर्म जस्ताको त्यस्तै लेखे है मैले। 2 रुट एक्स अपन के छ 4 1 माइनस एक्स छ। यति बुझ्नुभयो? अब के भयो त माथि हेर्नु के काटिन्छ प्लस 1 र माइनस 1 काट्यो 0 भयो। भनेपछि के बाँकी रह्यो रुट एक्स प्लस रुट एक्स भएर के भयो त 2 रुट एक्स भयो। अब तल के छ त 4 है। अब के छ त 1 स्क्वायर भनेको के आयो 1 है र रुटको स्क्वायर भनेको त स्क्वायर र के काटिन्छ रुट काटिन्छ थाहा छ सबैलाई है। भनेपछि 1 माइनस के आयो त एक्स आयो। बुझ्नुभयो? प्लस यहाँ के छ 2 रुट एक्स अपन के भयो 4 1 माइनस एक्स। अब कतिले हतारेर के गर्नुहुन्छ यहाँ 2 ले 2 2 जा 4 काट्दिनुहुन्छ, तर एकैछिन रोक्नुस् न है। यहाँ के छ हेर्नु त 4 1 माइनस एक्स, यहाँ पनि त 4 1 माइनस एक्स छ त किन काट्नु पर्यो? हामीले सिधै एलसीएम लियौं सेम। भनेपछि के हुने भयो त तल के छ 4 1 माइनस एक्स। तल सेम आइसकेपछि त माथि जस्ताको त्यस्तै लेख्ने हो 2 रुट एक्स प्लस के भयो त 2 रुट एक्स भयो। अब के गर्छौं त हामीले यसलाई माथि 2 रुट एक्स प्लस 2 रुट एक्स भनेको दुईटा a प्लस दुईटा a भने जस्तै त भने 2a प्लस 2a भनेको 4a जस्तै। यहाँ के भयो त 2 रुट एक्स र 2 रुट एक्स भनेपछि के भयो त 4 रुट एक्स भयो। तल के छ त हेर्न सक्छौं 4 1 माइनस एक्स भयो है। अब यहाँ 4 1 जा 4 काट्दियौं हामी है। भनेपछि के बच्यो त हाम्रो फाइनल्ली रुट एक्स अपन के आयो त 1 माइनस एक्स, जुन हाम्रो के भयो त एन्सर भयो है। यही हाम्रो के हो त फाइनल एन्सर। बुझ्नुभयो यति है। ल हामी अब के गरौँ नेक्स्ट क्वेसनतिर मुभ हौँ है। ल थर्ड क्वेसन हेर्न सक्छौं के छ क्वेसन अब स्क्रिनमा छ हेरौँ है त। अब यसलाई कसरी सल्भ गर्ने? माथि त 1 र 1 छ, तल के छ x माइनस y x माइनस z, यहाँ के छ z माइनस x र y माइनस z छ। भनेपछि यहाँ कुन टर्म मिल्न गयो त x माइनस z, तर यहाँ के छ त उल्टोमा छ z माइनस के छ त x छ। भनेपछि यसलाई हामीले सुल्टो गरायो भने त हामीले एलसीएम लिन सजिलो भयो नि त है। भनेपछि मैले अगाडिको लागि जस्ताको त्यस्तै लेखे 1 अपन x माइनस y भयो। यहाँ के छ x माइनस z छ, यहाँ माइनस छ। अब 1 अपन के गरे त मैले अगाडि माइनस कमन लिए। माइनस कमन लिएपछि के भयो त z मा माइनस साइन आउने भयो, x मा प्लस साइन आउने भयो। भनेपछि ठ्याक्क फ्लिप हुने भयो के प्लस माइनस भयो, माइनस के भयो त प्लस भयो। भनेपछि के हुने भयो त x माइनस के भयो त z भयो। बुझ्नुभयो? र पछाडिको टर्म जस्ताको त्यस्तै लेख्नु y माइनस z। यति बुझ्नुभयो है। ल अब के छ त 1 अपन x माइनस y जस्ताको त्यस्तै लेखे र x माइनस z लेखे मैले भयो। त्यस्तै अब यहाँ के हुन्छ त यो माइनस र यो माइनस के भइदिन्छ प्लस हुन्छ। जहिले पनि ख्याल गर्नुस् मल्टिप्लाईमा माइनस इन्टु माइनस भनेको के हुन्छ त प्लस हुन्छ नि। त्यस्तै जहिले पनि डिभाइडमा पनि के हुन्छ त माइनस अपन माइनस, माइनस डिभाइडेड माइनस पनि के नै हुन्छ प्लस हुन्छ। एकदम इम्पोर्टेन्ट कुरा हो है, यो बिर्सिराख्नुहुन्छ है तपाईहरुले। सानो क्लासमा पढिसक्नु भएको तर बिर्सिनुहुन्छ, तर मैले यहाँ भन्दै है। भनेपछि के भयो त यो माइनस त यसको 1 को, भनेपछि माइनस अपन माइनस के हुन्छ त यो आफै प्लस भइदिन्छ है। भनेपछि यहाँ के भयो त
प्लस भयो। अब के आयो त यहाँ 1 अपन के भयो x माइनस जेड अनि अर्को के भयो y माइनस जेड। अब हेर्नु त दुईटै मिल्न गयो नि, सुल्टो भयो x माइनस जेड यहाँ पनि मिल्यो यहाँ पनि मिल्यो। भनेपछि के गर्ने त अब एलसीएम लिम, सबैको एलसीएम लिम। के छ एउटा टर्म भनेको x माइनस y छ है, अर्को टर्म भनेको x माइनस जेड छ, दुईटैमा सेम छ त्यही भएर एउटा मात्रै लेखेँ मैले, र अर्को भनेको के छ y माइनस जेड छ। भनेपछि यहाँ नभएको टर्म के हो त y माइनस जेड हो। भनेपछि y माइनस जेड कहाँ जाने भयो, यता जाने भयो। भनेपछि 1 इन्टु के हुने हो त y माइनस जेड भयो। त्यस्तै यहाँ नभएको टर्म्स भनेको के छ x माइनस y हो, यहाँ नभएको टर्म्स भनेपछि x माइनस y कहाँ जाने भयो, उता जाने भयो। भनेपछि यहाँ के भयो त प्लस 1 इन्टु x माइनस y भयो। बुझ्नुभयो यति है। ल अब यसपछि के छ त, ब्राकेट खोल्नुहोस् है, 1 इन्टु समथिङ समथिङ भयो भनेको y माइनस जेड, यता के भयो त प्लस x माइनस y भयो सिम्पली है। अब तलपट्टि के भयो त x माइनस y, त्यसपछि x माइनस जेड र अर्को के भयो त y माइनस जेड भयो है। ल अब हेरौँ त माथि केही क्यान्सल हुनेछ, y र माइनस y क्यान्सल भयो र के बच्यो त माइनस जेड प्लस x। मैले यसलाई के लेखिदिएँ त x अगाडि लेखेर माइनस जेड लेख्न पाएँ नि। भनेपछि यो के भयो त x माइनस जेड भयो। भनेपछि यहाँ अब तल के आएको छ त x माइनस y, त्यसपछि के छ x माइनस जेड र अर्को के छ त y माइनस जेड छ। अब के क्यान्सल हुने हो त x माइनस जेड तर क्यान्सल गर्नु अगाडि के हो त ब्राकेट लिने, त्यही यो दुईटा क्यान्सल भयो। अब यो क्यान्सल भएपछि माथि 0 छ नभन्नु, हामीले के गरेको त यो 1 जा क्यान्सल गरेको हो नि त। भनेपछि यो क्यान्सल गर्दा यहाँ कति बच्ने त 1, यहाँ पनि कति बच्ने त 1 इन्टु समथिङ समथिङ भयो, तर माथि के छ त 1 छ। भनेपछि हाम्रो एन्सर के हुने हो त 1 अपन है। धेरैले यहाँ के गर्नुहुन्छ क्यान्सल गरिदिनु, माथि 0 भयो 0 अपन समथिङ 0, त्यस्तो होइन नि त है। माथि हामीले केही कुरो क्यान्सल गर्दा जस्तो कि 2/2 गर्दा 2/2 क्यान्सल गरेर के गर्छौँ 0 लेख्छौँ त होइन नि, 2 1 जा 2 2 1 जा 2 गरेको। भनेपछि के हो त 1 अपन 1 हो। अब तल त 1 नलेख्ने भयो, र एन्सर के हुने हो त हाम्रो माथि 1 हुने भयो। त्यस्तै यहाँ पनि क्यान्सल आउट गर्दा माथि के बच्यो त 1 बच्यो है। अब तल हेरौँ के आयो x माइनस y, त्यस्तै के भयो त y माइनस जेड, जुन हाम्रो एन्सर भयो। बुझ्नुभयो क्लियर। नेक्स्ट क्वेसन हेर्छौँ 4 नम्बर है। 4 नम्बर त यो एकदम इम्पोर्टेन्ट क्वेसन छ है। अब यसलाई अगाडिबाट गर्ने कि पछाडिबाट ख्याल गर्नुपर्छ है। अब यहाँ के छ तल m प्लस 1, यसमा m स्क्वायर माइनस 1, यसलाई हामीले के गर्न सक्छौँ m स्क्वायर माइनस 1 लाई a स्क्वायर माइनस b स्क्वायर जस्तो बनाउन सक्छौँ। भनेपछि हामीलाई यसबाटै सुरु गर्दा सजिलो हुन्छ है, अगाडिबाट। तर अगाडिबाटै सुरु गर्नुहोस् है। ल जस्तै कि हेरौँ 1 अपन के आएको छ m प्लस 1 है, र मैले यसलाई के लेख्न पाएँ m अपन यसलाई a स्क्वायर माइनस b स्क्वायर बनाउनलाई मैले के गरेँ त 1 को स्क्वायर हालेँ। 1 मा स्क्वायर थप्नुहोस् क्युब थप्नुहोस् एउटै कुरो हो नि त है। भनेपछि त्यो हालेँ है त मैले। त्यसपछि के छ अर्को m स्क्वायर अपन के आयो त 1 माइनस m को पावर 4 भयो। यति क्लियर छ हजुरहरूलाई। ल 1 अपन के आयो त यहाँ m प्लस 1 आयो। अब a स्क्वायर माइनस b स्क्वायर को फर्मुला लाउन मिल्यो। अघि पनि मैले भनिसकेँ a स्क्वायर माइनस b स्क्वायर को फर्मुला के हो त a प्लस b है, र अर्को a माइनस b। किन यहाँ a को ठाउँमा m छ, b को ठाउँमा 1 छ, सबैलाई थाहा भएको कुरा है। a प्लस b a माइनस b, माथि के छ m छ, प्लस के आयो त m स्क्वायर अपन के भयो त 1 माइनस m को पावर 4। अब हामी एलसीएम लियौँ है त यो दुईटामा हेर्दाखेरि के सेम देख्नुहुन्छ m प्लस 1 र m प्लस 1। भनेपछि यसलाई के लेख्ने m प्लस 1 एउटा मात्रै लेख्ने, र यता के छ m माइनस 1 यो पनि लेखेँ मैले, एलसीएम भयो है। अब एलसीएम लिँदाखेरि यसमा त m प्लस 1 छ तर m माइनस 1 त छैन, भनेपछि यो m माइनस 1 यता जाने भयो। भनेपछि यहाँ के आयो त m माइनस 1 आयो। 1 सित मल्टिप्लाई हुन्छ जस्ताको त्यस्तै हुन्छ, त्यही भएर मैले यति गरेँ। अब यसमा त दुईटै छ m प्लस 1 m माइनस 1 तल, यहाँ पनि एलसीएममा त्यही छ भनेपछि यसमा केही पनि थप्नु परेन, माथि सिधै के भयो त माइनस m भयो। बुझ्नुभयो। यहाँ प्लस के आयो त m स्क्वायर अपन के आयो त 1 माइनस m को पावर